बारीमा मकैको जोड बढेका बेला स्याल कुखुरा चोर्न गाउँमा आइरहन्थ्यो। कुखुराले स्यालको गन्ध थाहा पाउने बित्तिकै क्वाँ 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 गरेर डाँडा खोला थर्किने गरी कराउँथ्यो। हामी भित्ता तोडले दौडेर जान्थ्यौँ र स्यालको सातो फुस्किने गरी कराउँथ्यौँ। स्याल भाग्थ्यो। कुखुराको डर अझै भागिसकेको हुँदैनथ्यो। ऊ केही बेरसम्म पनि घरिघरि पछाडि फर्किएर सशङ्कित भइरहन्थ्यो। कस्तो दुष्ट स्याल! बिचरा कुखुरालाई देख्नै नसक्ने असत्य। मलाई मनमनै स्यालसँग रिस उठ्यो। हुन त त्यो कुखुरा मानिसले खानकै लागि पालेका हुन्। आखिर खाने नै भएपछि जसले खाए पनि भइहाल्यो नि। स्यालको पनि मुख र पेट नै हो, मानिसको पनि त्यही हो। स्यालको पेटमा गएपछि कुखुरा बाँच्ने, मानिसको पेटमा नबाँच्ने भन्ने पनि हुँदैन। स्यालले पनि खाएर मल बनाउने हो, मानिसले पनि कुखुरा खाएर सुनको डल्लो फलाउने त होइन। अनि जसले खाए पनि के फरक पर्यो र? हरेक बर्खामा स्यालको चोरी चाकरी बढ्थ्यो। हिउँद लागेपछि त्यति धेरै आउँदैनथ्यो। बर्खामा किन आउँदो हो? सायद स्यालले आफूलाई राजा सोच्दो हो। पहिले पहिलेका राजाहरू पनि बेला बेला शिकार गर्न निस्किएको कथाहरू सुनिन्थ्यो। त्यो स्याल पनि स्यालहरूको राजा हुन सक्थ्यो। बर्खा मासमा कहिलेकाहीँ दिन रातै जोडिएर पानी पर्थ्यो। कहिले ठुलो, कहिले सिमसिमे, कहिले धुम्म आकाशको साथमा बादल, कहिले थोरै घाम थोरै पानी, कहिले घाम र पानी। घाम पानी परेको बेला स्यालको बिहे हुन्छ रे। मानिसले त सकेसम्म घाम लागेको बेला बिहे गर्छ। स्याल भने कस्तो अचम्मको! सायद स्याललाई पनि वैँसमा रोमान्टिक हुन मन लाग्दो हो, मानिसलाई जस्तै। स्यालले घरिघरि कुखुरा चोरेर आफ्नो बिहे भोज टार्दो हो। रोमान्टिक मौसम, रोमान्टिक बिहे अनि रोमान्टिक बिहे भोज। आहा! सबैको भाग्यमा स्याल जस्तो राजकुमार कहाँ लेखिएको हुन्छ त? घाम पानी परेपछि इन्द्रेणी पर्थ्यो। गाउँका बुढापाका इन्द्रेणी देखाउँदै भन्थे, ऊ त्यहाँ हेर त इन्द्रेणी परेको, यो खडेरीको सङ्केत हो। अनि कहिलेकाहीँ भन्थे, ल हेर त यहाँ इन्द्रेणी परेको, अब झरी सुरु हुने भयो। बुढापाकाले पानी परिरहेकै बेला इन्द्रेणी पर्यो भने अझै पानी पर्ने र पानी पर्न छोडेपछि इन्द्रेणी पर्यो भने पानी नपर्ने या खडेरी पर्ने सङ्केत भएको विश्वास गर्थे। हामी भने त्यो इन्द्रेणी परेको खोलामा हेर्दै भन्थ्यौँ, ऊ त्यहाँ हेर त इन्द्रेणीले खोलाबाट आकाशमा पानी तान्दैछ। हेर्दा त्यस्तै पनि लाग्थ्यो। इन्द्रेणीको 7वटै धर्साहरू खोलासम्म पुगेका हुन्थे। एक दिन हामी इन्द्रेणीले पानी तानेको हेर्न खोलासम्मै पुग्यौँ। खोलामा उस्तै गरी पानी बगिरहेको थियो। इन्द्रेणीले पानी तान्ने कुनै मेसिन जडान गरेको थिएन। त्यहाँ पाइपहरू पनि केही थिएन। झुट भनौँ भने परबाट देखेकै हो, साँचो भनौँ भने नजिक पुगेपछि केही छैन। सायद इन्द्रेणीको रङ नजिकैबाट देख्न नसकिने रहेछ। सानो बेलाको रहस्यका पोकाहरू निकै जटिल हुन्थे अनि रमाइला पनि। रेडियो फुटाएर बोल्ने मान्छे खोजेको होस् या इन्द्रेणी खोजेको, समय त बाल्यकालकै रमाइलो हुने, निश्चल, निष्कपट अनि निर्दोष। सानो बेलामा रहस्यहरू जटिल हुन्थे, जीवन सरल हुन्थे। ठुलो हुँदै गएपछि ती रहस्यहरू सामान्य हुँदै जाने, तर जीवन भने जटिल हुँदै जाने। त्यसैले त जटिल जीवनले सरल जीवनको कल्पना गर्नु पर्यो भने जो कोही बाल्यकालतिर फर्किहाल्छन्। आजभोलि खोला त्यति सफा छैनन्। पहाडहरूमा प्रदूषित वायुका थेक्लाहरू जहिलेसुकै देख्न सकिन्छ। पानी परेर छङछङ बगाएर ल्याएको बाढीका छालहरूमा कङ्क्रिट, पात पतिङ्गर र रुख बिरुवाका हाँगा बिगाहरू भेटिँदैनन्। आजभोलि पानी पर्दा हामी आफैले गरेको फोहोर बाटो, घाटो र चोकचोकमा बगिरहन्छ। पानी नपर्दा त हामी नाक थुनेर हिँड्छौँ। पानी परेपछि के थुन्नु? खुट्टा हुँदै ढल र फोहोर मिसिएको पानी बग्छ अनि चप्पल पिटिक पिटिक बनाउँदा हरेक पाइलाले त्यो फोहोर टाउकोसम्म पुर्याउँछ। म आफूले गरेको फोहोर आफ्नै टाउकोमा बोकेर हिँडिरहेकी छु। पहिले इन्द्रेणी रङ्गीन हुन्थ्यो, बाल्यकाल जस्तै। तर अहिले इन्द्रेणीमा मिसावट छ। प्रदूषित वायुमा मिसिएको इन्द्रेणीले कुनै रङ बन्न मन गर्दैन। इन्द्रेणीलाई सादा हुन मन लाग्छ। निहालेर हेर्दा जीवन पनि बाहिर रङ्गीन र भित्रभित्रै रङ्गहीन हुँदैछ। जीवन आफै रङ्गीन बन्यो भने त्यो रङ्गको महत्त्व छुट्टै हुन्छ। बनाउन खोजियो भने कहिले कुन रङ नमिल्ने, कहिले कुन। सबै रङ एकै ठाउँमा लतपतियो भने रङहरू त्यसै रङ्गहीन हुन्छन्। बाल्यकाल र युवा अवस्थाका भिन्नताहरू मनभरि डुलाउँदै सहरको गल्लीमा आफ्नो पाइला अगाडि बढाउँदै थिए। बाटो हिलो र चिप्लो थियो।
कतै ठुलो खाडल कतै सानो। खाडलहरूमा पानी भरिएका थिए। छेउ र भित्तामा माटो थुप्रो लगाइएको, कतै तार बिछ्याउन कतै मेलम्चीको पाइप राख्न। खै के पो हो। खाडल देखेपछि मन त्यसै सशङ्कित हुन्थ्यो। ठ्याक्कै म त्यहाँ पुग्ने बेला चाहिँ गाडी या बाइक नआओस्। तर भइदिन्थ्यो त्यसको विपरीत। बाइकवालाहरू पानीको आहाल देखेपछि अझै बेगले हुइक्याउँथे। गाडीहरूले त झन् बाटोमा हिँड्नेलाई के गन्थे। म पानी जमेको खाल्डोनिर पुगेँ। एउटा अङ्कल टाइपको मान्छे कार लिएर त्यहीँनिर आइपुगे। उनले बाटोको बिचमा रहेको खाडल देखेका थिए अनि मलाई पनि नदेखेका होइनन्। उनले आफ्नो गाडीको स्पिड अझै बढाए। मेरो पुरै शरीर नुहाएको जस्तै भयो। हिलै हिलोभित्र छोपिएको मेरो अनुहार त्यति सजिलै चिन्न सक्ने समेत थिएन। मन त थियो ढुङ्गा टिपेर गाडीको सिसा फुट्ने गरी बजाइदिउँ, तर बदलाको भावले हुनेवाला केही थिएन। हातको ढुङ्गा भुइँमा फालेर एक बोतल पानी किनेर मुक्त भएँ। जरुरी कामले हिँडेको म फेरि घर फर्किएँ र नुहाइ गरेँ। आजभोलि मलाई पानी परेको बेला हिँड्न मन लाग्दैन। अराजक सवारीले विरूप बनाइदेला भन्ने डरले। जरुरी परेको बेला हिँड्नै पर्छ। म फेरि त्यही बाल्यकालको इन्द्रेणीको कहानी सम्झन्छु। हरेक पटक पानी परेको बेला बाहिर निस्कदा रङ्गीन बनेर निस्किन्छु अनि फर्कदा इन्द्रेणीको सबै रङ एकै ठाउँमा मिसिएर रङ्गहीन बनेको आकृति जस्तै बनेर फर्किन्छु।